हेलो नमस्ते। अनि आज चाहिँ हामी दार्जिलिङमा आएर 3-4 दिन भएको छौँ। आज चाहिँ हामी यहाँ घुम गुम्बामा छौँ, घुम साक्या गुम्बामा। अनि आज चाहिँ हामी कहाँ रे बतासे भन्ने ठाउँमा घुम्न जाँदैछ हामी दुईजना। अनि तपाईहरुलाई पनि देखाउने छु कस्तो हुन्छ अनि कहाँ पुग्छ आज दिनभरिमा हिँडेर जाने हो। हेरौँ, यो चाहिँ मेन बाटो रोड, ट्रेनको पट्टी, छुकछुके रेलको पट्टी अनि यहाँ गुम्बा। अब हामी चाहिँ बतासेमा आइपुगेको छौँ। बतासेमा यो दार्जिलिङ फेमस ठाउँ। रहेछ दार्जिलिङ बजार चाहिँ त्यहाँ रहेछ। आइपुग्यो त तिमी नै यस्तो लाउने हो त्यस्तो तिमी लगा मबाट कितिन्छु। कहाँ त्यो दार्जिलिङमा त अस्ति हामी गएको त अनि त्यहाँ आज ऊ त्यो सेतो मल पनि घुम्यो त हामी। ठिकै प्रोग्राम हुँदैछ नि त। तिमी लगाउ न। टिकट काउन्टर छैन? टी काउन्टर चिया बेच्ने ठाउँ हो त्यो। बजार स्टार्ट हुँदैछ। फोटो खिचेर पैसा कमाउनु बस्नुपर्छ के भन्ने। 50 रुपियाँ लियो भने नि है थुप्रो पाउँछ त। दार्जिलिङको चिया होला। हामी चाहिँ अब बतासे डाँडामा घुम्दैछौँ। बतासेमा बतास चल्यो भने उडाउँछ। फुलबारी दार्जिलिङ त्यहाँ झ्याइसो भएर त्यो साप्तिन कहाँ गएछ हेर त दुर्बिनले। हाम्रो चाहिँ दुर्बिनबाट हेर्ने रहेछ। अहिले लप्पाल लप दार्जिलिङ अझर चाहिँ बस्नु जाऊ। बरु 50 रुपियाँ यहाँ बरु 100 रुपियाँ दुर्बिन हेऱ्यो। दुर्बिन किनेर त्यहाँ हेर्न जाऊ। जति हेऱ्यो भने मजा है। जति हेऱ्यो पनि कस्तो छ? यसको दुधसँगै हुन्छ हो? कलर आउँछ नि त, त्यहाँदेखि तपाईहरु दुध हाल्न सक्नुहुन्छ। फेरि ब्ल्याक टी कम्ती हाल्यो भने ब्ल्याक टी दिनमा पनि भइहाल्यो। त्यस्तो छ। यो चाहिँ खालि विदाउट मिल्कै हो। यो कलर आउँदैन। तपाईँलाई कस्तो होला? ब्ल्याक टी खानुहुन्छ?
सबै अलग अलग हो अलग अलग छ फ्लेभर टी खाने भने चाहिँ यस्तो लान्छ हो यस्तो लान्छ यो दुईटामा रङ आउँदैन हल्का येल्लो कलर आउँछ ब्ल्याक अब चाहिँ हामी फर्केर जाँदैछौँ अब चाहिँ हामी टाइगर हिलमा जान्छौँ ट्रेनको पट्री अब टाइगर हिल चाहिँ त्यो माथि हो अब हामी चाहिँ त्यो डाँडामा जाँदैछौँ आज चाहिँ हामी बिहान ब्रेकफास्ट खाएको छैन अनि ब्रेकफास्ट माथि गाउँला भन्दा भन्दै अब यतातिर आइपुग्यो आजसम्म ब्रेकफास्ट पाएको छैन पसल पनि छैन रहेछ अब चाहिँ टाइगर हिलको उकालो चढ्दै लालीको रस छैन होला यस्तो जङ्गल रहेछ गाउँतिरको जस्तो थाक्यो ल यहाँ बसौँ के हो यता त आगो लाग्यो जस्तो छ यहाँ बस्नु म चाहिँ हिजो 12 बजे खाना खाएको अहिलेसम्म केही पनि खाएको छैन अहिले बल्ल यहाँ झोलामा एउटा यो रहेछ यो खाँदैछु अब त्यो पानी छ अब त्यो पानी हुँदै अब टाइगर हिल चढ्ने अचार भएछ जिन्दगी चक्लेट पनि यस्तो भएछ यहाँ चक्लेट पनि यस्तो भएछ अहिले बादल आएपछि त्यस्तै हुन्छ बादल आएपछि भूतको फिल्म सुटिङ गर्नुपर्छ सुर्ती खाएको जस्तो भयो त यो अघि हामीले चाहिँ खानेकुराहरू अलि माथि किनौँ भन्दै अब जङ्गलमा आइपुगेको छ अब चाहिँ खानेकुरा पाउँदैन मसँग झोलामा एउटा यो थियो यसलाई बिस्तारै जगाउँदै खाँदैछु उसलाई केही खाना पाएको छैन बिचरा बेहाल हुँदैछ जङ्गलको बाटो यस्तो छ मान्छेहरू चाहिँ यहाँ माथि सनराइज हेर्नलाई बिहान 3-4 बजीदेखि उठेर आउने रहेछ यो बाटो हामीले त 2 दिन भयो काम नै नदेखेको अहिले चाहिँ 11 बज्न लाग्दैछ कता माथि फुल्छ नि त्यो मसुरी जाने बाटोमा हामी जा तुम्हारा त्यहाँ माथि तार चाहिँ कराइरहेछ त्यहाँ भूत बङ्गला रहेछ त यहाँ भूत बङ्गला अब चाहिँ हामी यस्तो ठाउँमा आइपुगेको छ बादल एकछिन अब कहाँ गएर के हेर्ने यहाँ
रोड चाहिँ यो रहेछ ऊ त्यो रोड अझ उता जाने ठाउँ छ जस्तो छ ऊ त्यो रोड रहेछ नि त हो ऊ गाडी आउँदैछ के हेर्ने खै उनीहरूबाट यस्तो हिँडेर जाउँ अब ऊ त्यतिर त्यसरी जाने होइन त यसरी जानुपर्छ देखियो बादल खोइ गाडीहरू आउँदैछ गाडीको बाटो भने त्यो रहेछ हामी पनि गाडीको बाटोमै पुग्ने रहेछ त अनि यो जुगा पनि जुगा खतरा खाली हो कि यो के भन्छ भने यसले चाहिँ त्यो टाउकोभन्दा कम्बरहरूभन्दा यतातिरभन्दा माथि टोक्छ कि यसले अनि तल त्यो बेसीतिरको हुन्छ नि अर्को जुगाहरू त्यसले चाहिँ अनि त्यो खुट्टाहरूमा टोक्छ कि त्यो डर लाग्यो ठाउँमा टस्छ यहाँदेखि यहाँ चाहिँ यहाँदेखि यहाँ राख्दा आउँदैन के होला भनेर ठाउँ यसको यसले टोक्छ नि एउटा टोक्यो भने चाहिँ धेरै दुख्छ कि अहिले चाहिँ हामी 11:15 भएछ यो माथि डाँडामा आइपुग्यो अब उयो चाहिँ कहाँबाट हेर्ने खोइ अब दार्जिलिङमा आएर 2-3 दिन भयो घाम नै देखेको छैन अब यहाँ अहिले त पुरा यस्तो हुँदैछ अब हामी चाहिँ के अरे सनराइज हेर्ने ठाउँमा आइपुग्यो अब सनराइज कहाँबाट हेर्ने हो खोइ यस्तो जङ्गलै जङ्गल छ हुसी लागेछ फेरि जङ्गल आइपुग्यो ल 12 बजे सनराइज हेर माथि ओ माथि सनराइज अब त्यही हेर्ने त होला माथि 12 बजीको घाम लो साथीहरू भ्यू टावर देख्यो अब टाइगर हिलको अब हामी यहाँ जानुपर्ने हुन्छ